हजुर चित्त त बुझाउनु पर्छ फोटो हेरेर पनि चित्त बुझाउनु पर्छ म त अघि शालिनी सन्त पार्टीकै व्यक्ति हुनुहुन्छ होला जस्तो लागेको टोपी लगाएको हेर्दाखेरि उहाँको ध्यान के रहेछ उहाँले खुलेरै भन्नुभयो क्या म यहाँ उभिँदा मलाई यति सहज भएछ नि अरू कुरा चाहिँ सुकै होस् फोटो हेर्दै मेरो पनि आउने बित्तिकै आँखा दिएको थियो हो ठिक छ नि होइन जमाइन चाहिँ क्या हो यहाँ अघि एकजना हाम्रो यहाँ कहाँ छेकिनु भएको छ क्या मैले देखिरहेको थिएँ उहाँलाई घाटा परेछ घाटा कसरी परेछ भन्दाखेरि हुन त रमाइलो छ पिकनिक आए बराबरै छ एक दिन कामलाई पनि रेस्ट नै छ तर बाहिर आउँदा भात नखाने उहाँको बानी रहेछ हेर्नुहोस् 2000 रुपियाँ त हुन्थ्यो आज चाहिँ घाटा लाग्यो भन्ने हुन्थ्यो खानाको पैसा पनि ठ्याक्कै खाना नखानेलाई 2000 को व्यवस्था छ होइन त हेर खुसीहरू लाग्यो साँच्ची भन्यो कन्फर्म फेरि मलाई गाह्रो होला ढाडको समस्या छ धरहरा बनाएँ मैले ठडाएँ धरहरा मैले बनाएँ होइन तपाईँ नबत्याएर हेर्नु भएको धरहरा मैले बनाएको यहाँ काठमाडौँका मेयर साहबहरूले छैन होइन भन्दै एउटै अनि मैले भने मेयर साहबको नाम के अरे बालेन बालेन भनेको त बाको कुरालाई मान्ने बाको लेनमा हिँड्ने बालाई विश्वास गर्ने बालाई सहयोग गर्ने लाइको बालेन भन्ने होला त बाकै उछिटो खन्दै हिँडेको छ बालाई बहिष्कार गर्दै हिँडेको छ बालाई छिर्की लाउँदै हिँडेको छ निश्चित रूपमा अहिले हामी एकचोटि हल्ला खल्ला गर्नुहोस् त कस्तो हुँदो रहेछ चाहिँ मलाई जहाँसम्म लाग्छ तपाईहरु सबै पार्टीका कार्यकर्ता जस्तो लाग्छ कि यसो विचार गर्दा भरि यसका पनि जानै पर्ने उसका पनि जानै पर्ने वर्जनको साथी केआरपीमा आए जस्तो हुन्छ कि कहिले हाम्रो पुरुषोत्तम पौडेलजी हुनुहुन्छ उहाँ हेलो माइक चेक ठीक छ राम्रै छ त पनि मैले यसो टाइम त लिनु पर्यो नि एकछिन 35 मिनेट भनिएको छ बल्ल कति 31 मिनेट भयो है आफ्नो श्रीमतीलाई भन्दा बढी समाजलाई माया गर्ने भगवान राम आफ्नो श्रीमतीलाई भन्दा अर्काको श्रीमतीलाई बढी माया गर्नेहरूले त अर्काको श्रीमतीलाई पनि राम्रै सुनाउने गरी माया गर्नेहरू बलराम र अर्काको श्रीमती कहाँ जान्छु भन्दा रातै फेरि जागा बस्नेहरू जागराम अर्काको श्रीमतीको पछि लाग्दा आफ्नो श्रीमती अर्काको पछि लागेको थाहा नपाउनेहरू जिल्लाराम र श्रीमतीलाई बोलाउँछु भन्दा आफ्नो लागि म जस्ता बाबुराम भन्नु पर्ने जुन स्थिति भनेको छ यो बडा विडम्बनापूर्ण कुरा हो यहाँ कसको नाकले हल्लो हात खोक्नु छ हात खुलेको छ उता सक्यो होला हेर्नु रोज छैन भातको कुरो गर्दाखेरि पनि छैन यदि जेरियन त गाँठो नपर्नु मासु लाग्नु भयो मासुकै लाग्नु घर गाँठो परेको छ यदि जेरियन पनि त्यहीँ गएर गाँठो परेको छ हेर खाने खानु लोकचार खान थाल पाठी चार भन्ने एउटा उखान छ हाम्रो देशलाई त कसरी हुन्छ लुटेर लुट गर्नेहरूको छैन यहाँ छैन राज चल्यो ए बसेपछि जाडो आउँछ बसेपछि जाडो मिठै लाग्छ तर पाछा काने ठाडो नानीहरूले लुगा लगाउ छाती ढाक्ने गरी निमोनियाको डर हुन्छ जाडो महिना यस्ता विभिन्न प्रयोग गर्दै हिँडे अहिले आएर सारिणी पूर्णबहादुरको सारिणी भनेर फिल्मै बनो पैसा मान्छेले कमाए होइन त
त्यस्तो तरिका अपनाएको त्यो तरिकाले पनि हात त थरथरै कमाएर धरापै बनाइसकेको केटी मान्छे भनेको फुल जस्तै हो वाह वाह केटी मान्छे भनेको फुल जस्तै हो जताततै फुलेको पनि हुन्छ उस्तै परे आफ्नै बोयफ्रेन्डलाई समेत भुलेको पनि हुन्छ केटा मान्छे भनेको काँडा जस्तै हो कहिल्यै नराम्रो सोच्दैन जे रमिसोले टाँसिनु नआए बुझ्दैन म चाहिँ फेरि के भन्छु भने पूर्वको पाँचथानदेखि पश्चिममा मलाई रोटी मनपर्छ दसैँमा मासु अनि तिहारमा रोटी मनपर्छ झ्याम्मै अँगालो मार्दा पनि अँगालो नपुगोस् काठे केटीमा मलाई मोटी मनपर्छ यस्तो छ क्या आफ्ना आफ्नै कथा छन् आफ्ना आफ्नै व्यथा छन् माइक तपाईँलाई पनि दिन्छु म अहिले हेर्नुहोस् है मैले त अझ के भनेको छु भने पीडा छन् क्या कति छ यो पीडा बिर्सिने कुरा भनेको फेरि केएनपी नेरुल्याकले नै अलिकति सहयोग गरेका छ हजुर चित्त त बुझाउनु पर्यो फोटो हेरेर पनि चित्त बुझाउनु पर्छ म त अलि शालीन सन्त पार्टीकै व्यक्ति हुनुहुन्छ होला जस्तो लागेको टोपी हेर्दा टोपी लगाएको हेर्दाखेरि उहाँको ध्यान दिएर त उहाँले खुलेरै भन्नुभयो क्या म यहाँ उभिँदा मलाई यति सहज भएछ नि अरू कुरा जेसुकै होस् फोटो हेर्दै मेरो पनि आउने बित्तिकै आँखो दिएको थियो म सानैदेखि ट्यालेन्टको बहिनीहरू त हिँडेँ अब एकजना यहाँ टिकटकमा भाइरल हुनुहुन्छ पूर्वतिरको ढुङ्गे धाराको चिसो पानी खाएको मान्छे हुनुहुन्छ अनि उहाँको दिनु पर्यो भन्ने हुन्छ सारहरू होइन अब के दिने कसै दिने भन्ने एउटा बाबु मेरो बिहे तिमीहरू दिइहाल्नु पर्यो आज रुखमा बसेर थियो नि एउटा होइन अनि त्यस्ता बिहे भन्ने कुरा वायत कुरा हुन् भाइ बहिनीहरूको बिहेमा जानु हुँदैन लाज मर्दो कुरा हो उमेर गएपछि बिहे गरि नै हालिन्छ राष्ट्रका राष्ट्राध्यक्षहरू ठुल्ठुला मान्छेले पनि 50 गरेपछि मात्रै बिहे गर्छन् मुलुक बनाउने मेरो ठेक्का छ पूर्वको 5 तालदेखि पश्चिमको बैतडीसम्म 1 घण्टे पहाडी रेल मार्ग मैले सञ्चालन गर्ने भनेको छु त्यहाँ पनि मलाई रङ्गकर्मीहरूको आवश्यकता पर्छ पहाडमा रेल मधेसमा खेत बनाउने मेरो लक्ष्य छ अहिलेको जस्तो मुलुक हुँदैन म राष्ट्रपति हुने